सेकेन्ड ह्यान्डमा पनि 20-25 हजारको क्यामेराले भिडियो गर्न मिल्छ भन्दै गर्दा फेरि पसलमा आउनुभयो र कसैले युट्युबको लागि नभए म्युजिक भिडियोको लागि स्टार्टिङको क्यामेरा देखाउनु भन्दा फेरि हामीले 40-50 हजारको क्यामेरा लिनु न थोरैमा पनि भन्छौँ। तर धेरैजनाले कस्टमरले गाली गर्नुहुन्छ, तपाईँ भिडियोमा चाहिँ 25-30 हजारको क्यामेराले भिडियो हुन्छ, रेकर्ड गर्न मिल्छ भनेर देखाउनुहुन्छ, त्यही बजेटले आउँछ, पसल आएपछि किन रेट बढाएर भन्नुभएको भन्नुहुन्छ। रेट बढाएर भन्दा पनि 25-30-35 हजारको क्यामेरा भनेको बिगिनर क्यामेरा हो, जुनबाट तपाईँले भिडियो रेकर्ड गर्न मिल्छ। तर तपाईँलाई चाहिने युट्युबको लागि नभए म्युजिक भिडियोको लागि चाहिने जस्तो फास्ट अटो फोकस त्यसमा हुँदैन, क्वालिटी त्यसमा हुँदैन। र भोलिको दिनमा हामीले तपाईँलाई केही गरी 25-30 हजारको क्यामेरा बेचिदियौँ र हजुरले सोच्नु भएको जस्तो भएन वा तपाईँले दुःख पाउनुभयो भने तपाईँलाई पनि खल्लो हुन्छ। सो तपाईँले गाह्रो नहोस् भनेर हामीले तपाईँलाई बरु अलिकति बजेट बढाएर अलिकति राम्रै लिनुहोस् भनेर भनिदिरहेको हुन्छौँ धेरै जस्तो अवस्थामा। र तपाईँलाई 25-30 हजार 35 हजारको क्यामेरा लिनुभयो भने पनि पर्सनल युजको लागि, सिक्नको लागि नभए आफू घुमघाम गर्छु फ्यामिलीसँग तर एउटा क्यामेरा लिन मन छ भन्नुहुन्छ भने त्यो क्यामेराले फोनहरूभन्दा धेरै राम्रै आउँछ वा सिक्नको लागि पनि मजाले युज गर्न मिल्छ। तर त्यतिको क्यामेराले तपाईँलाई युट्युबको लागि नभए म्युजिक भिडियोको लागि भने युज गर्न गाह्रो पर्छ। सो तपाईँसँग कति बजेट छ, तपाईँको रिक्वायरमेन्ट के छ, तपाईँले कुन कुन ठाउँमा क्यामेरा युज गर्नुहुन्छ पहिल्यै भनिदिनु भयो भने हामीलाई पनि सजिलो हुन्छ। त्यही हिसाबमा बेस्ट सामान चाहिँ बरु अलिकति बजेट बढाएर लिनुहोस्, नभए केही दिन वेट गरेर लिनुहोस् भनेर सरसल्लाह दिइरहेको हुन्छौँ। तर म्युजिक भिडियो नै गर्छु नभए युट्युबको लागि नै चाहिन्छ भन्दाखेरि त अलिकति राम्रो लिइदिनु भयो भने तपाईँलाई पनि पछिसम्म राम्रो हुन्छ, त्यो सामानले मजाले काम दिन्छ भन्ने हिसाबमा हामीले बरु अलिकति बजेट बढाउनुहोस्, राम्रै लिनुहोस् भनेर कस्टमरलाई भनिरहेको हुन्छौँ। र धेरैजनालाई ज्ञान नभएको मान्छेलाई मलाई चाहिँ म्युजिक भिडियोको लागि चाहियो 30-40 हजारमा बब्बाल क्यामेरा देखाउनु भन्नुहुन्छ। अब तपाईँलाई एकदमै प्रोफेसनल लेभलको चाहियो, युट्युबतिर वा नभए तपाईँले टिभीतिर हेर्नुहुन्छ त्यस्तो खाले चाहियो भने तपाईँले लेन्सहरूमा पनि लगानी गर्नु पर्यो र तपाईँले ठुलो लगानी गर्नुपर्ने हुन्छ। तर होइन दाइ मलाई चाहिँ सिक्नको लागि हो, स्टार्टिङ फेजमा यो एउटा लेख्छु, त्यसपछि मैले सिकिसकेपछि यो बेचेर फेरि अर्को लेख्छु भन्दाखेरि चाहिँ सेकेन्ड ह्यान्ड क्यामेरा लिएर तपाईँलाई हात बसाउनको लागि एकदम बेस्ट हुन्छ। सेकेन्ड ह्यान्डको फाइदा भनेको तपाईँले किनिसकेपछि धेरै भ्यालु घट्दैन। मैले अहिले तपाईँसँग किन्छु दाइ, त्यसपछि 5-6 महिनापछि तपाईँलाई ल्याएर बेचेर अनि फेरि हाई लेभलको लेख्छु भन्दाखेरि तपाईँलाई मिलि नै हाल्छ। त्यस्तै अब तपाईँलाई क्यामेराको बारेमा नलेज छैन भने हामीले तपाईँलाई बेसिक क्यामेरा अन अफ कसरी गर्ने, होइन त्यसको लेन्सहरू कसरी चेन्ज गर्ने, फोटो भिडियो हेर्ने, रेकर्ड गर्ने बेसिक कुराहरू हामीले तपाईँलाई सिकाउन मिल्यो। तर म्यानुअल मोडमा कसरी चलाउने हरेक सेटिङ भने त्यो चाहिँ हामीले पनि सिकाउन गाह्रो पर्छ। सो क्यामेरा चलाउन त्यति गाह्रो होइन, तर तपाईँलाई चाहिँ म्यानुअल मोडमा चलाउनु पर्ने छ भने चाहिँ गाह्रो हुने हो। सो तपाईँको रिक्वायरमेन्ट के छ, तपाईँको बजेट के छ पहिला हामीलाई भनिदिनु भयो भने हामी पनि क्लियर हुन्छौँ र तपाईँलाई कुन सामान बेस्ट हुन्छ त्यही हिसाबमा हामीले तपाईँलाई रिकमेन्ड गर्नेवाला छौँ। बाँकी यस्तै रेगुलर अपडेटको लागि तल दिएको व्हाट्सएपको नम्बरमा एड अप गर्न सक्नुहुन्छ। आफ्नो बजेट के छ, आफ्नो रिक्वायरमेन्ट के छ, कुन कुन ठाउँमा युज गर्नुहुन्छ भनिदिनु भयो भने हामीले तपाईँलाई स्पष्टसँग हामीसँग कुन कुन मोडल छ, तपाईँको लागि कुन बेस्ट हुन्छ मजाले बुझाइदिनेवाला छौँ। बाँकी यस्तै रेगुलर अपडेटको लागि पक्कै पनि क्यामेरा लेन्स घरको पेजलाई फलो गरिराख्नु होला। हस् त, धन्यवाद।